इन्कम कति छ इन्कम? अमेरिका बस्ने मान्छेसँग चाहिँ टक्कर गर्न सकिन्छ। दुबई आएको कति भयो? म आएको अलमोस्ट 6 इयर्स हुन लाग्यो। दुबईको फर्स्ट जब के थियो? मेरो फर्स्ट जब चाहिँ वेटर थियो एउटा अलेनको गाउँ जस्तो ठाउँमा बाहिर काम गर्दै भनौँ न घाममा। कति घन्टा काम गर्थ्यो? 12, 13, 15 पनि पुग्थ्यो कहिलेकाहीँ त। अहिलेको जब र फर्स्ट जबमा कम्पेयर गर्नु पर्यो भने चाहिँ कति डिफरेन्स छ? एकदम ह्युज डिफरेन्स, एकदम धेरै डिफरेन्स। म जानेरी चाहिँ बोस भन्दै म्यानेजरलाई सबैलाई हार गुहार गर्दै अगाडि कुद्थेँ भने अहिले यो ठाउँसम्म आफै बोस भएर हेर्दा चाहिँ बोस जस्तै त भयो नि होइन। के सुपर कारहरू हुन्छ यस्तो भाइब अति दामी छ नि त। सो गाउँ जस्तो ठाउँमा काम गरेर यहाँ अहिले काम गरिरहेको छ नि, यो डिफरेन्स केले ल्याएको हो त? स्किल्सले हो कि केले? मेरो चाहिँ एक्सक्युज कि लकी हो? लक चाहिँ होइन फर स्योर। मैले चाहिँ आफूमा काम गर्न थालेँ क्या। मैले सुरुमा म मेन्टली स्टेबल थिइनँ। सो मैले जिमदेखि लिएर सबै कुरा आफ्नै बिस्तारै गर्दै जाँदाखेरि लाइक मलाई चाहिँ टु बी अनेस्ट भन्नुपर्दा जिमले नै सबै कुरा दिएको जस्तो लाग्छ। किनभने म एकदम पहिला ओभरवेट थिएँ र अहिले हेर्दाखेरि लाइक सबै कुरा चाहिँ मलाई चाहिँ जिमले र मेरो लाइक एउटा हुन्छ नि क्वालिटी अफ लाइफले चाहिँ मलाई यो ठाउँसम्म पुऱ्याएको जस्तो लाग्छ। इन्कम कति छ इन्कम? इन्कम चाहिँ नखुला होइन यति भनेर जे होस् अमेरिका बस्ने मान्छेसँग चाहिँ टक्कर गर्न सकिन्छ। नेपालबाट दुबईमा आउन चाहनेहरूलाई होइन के भन्न चाहन्छौ त? जो पनि नेपालीहरू चाहिँ अब होइन दुबई आउनु अहिले चाहिँ मेरो फिल्ड चाहिँ बारिस्ताको फिल्ड भएर चाहिँ म के भन्छु भने अब मान्छेहरू धेरै रस गरिरहेछ बारिस्तामा आउनलाई। 35 लाइक 20 दिनको 25 दिनको काम सिकेर आउँछु अनि काम पाउँछु भन्ने हिसाबले चाहिँ त्यो हिसाबले चाहिँ नआउनु होला। सिक्दा ठिक छ सिकेर आउनु, तर अलिकति आफ्नो हुन्छ नि स्पिकिङ लाइक क्वालिटीहरूमा आफू कस्तो देखिन्छ सबै कुरामा चाहिँ एउटा हुन्छ आफ्नो एउटा पोजिटिभ काइन्ड्सको एउटा एटिट्युड बोकेर आउनुभयो भने चाहिँ यो फिल्डमा तपाईँ इन्टर गर्न सक्नुहुन्छ। यो स्किल हुनेले गर्न चाहिँ सक्छ बट इट टेक्स टाइम हो कि के हो? एउटा टाइम भनेको चाहिँ यस्तो कुरा हो, त्यो चाहिँ वेट गर्न प्यासन लेभल चाहिँ अति चाहिन्छ जुनैसुकै फिल्डमा भने। त्यही हो राइट टाइम आए पछाडि हुन्छ, तर राइट टाइम चाहिँ आफूले ल्याउनु पऱ्यो क्या, पर्खेर चाहिँ भएन। तपाईँ नेपालबाट दुबईमा आएर के गर्न चाहनुहुन्छ भने चाहिँ इट टेक्स टाइम बट एट द सेम टाइम इट टेक्स स्किल्स टु।